लिटु चौर शाहज्यू हुनुहुन्छ। यसरी नै हाम्रो फुटबलका प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक आदरणीय हाम्रो रविन्द्र श्रेष्ठज्यू हुनुहुन्छ र हामीसँग प्रिय पत्रकार गणेश राईज्यू पनि आउनुभएको छ। आज चाहिँ हामी तपाईँहरूसँग किन आएको भनेपछि बाँकी जिल्ला फुटबल सङ्घ भनेको चाहिँ फुटबलको विकासको लागि काम गर्ने एउटा कि हामीलाई थाहा छ तपाईँहरूले फुटबलमा कतिको लगानी गर्नु भएको छ भनेर। ग्रिन पिस स्कुलको परिचय हामीलाई दिन आवश्यक छैन। बाँकी जिल्लामा एउटा खेलकुदमा, शिक्षामा, सम्पूर्ण क्षेत्रमा चाहिँ एउटा राम्रो सफलता हासिल गरिरहेको यो विद्यालय हो। हामी चाहिँ आजको कार्यक्रम भनेको कस्तो कार्यक्रम हो भनेपछि फिफा फर स्कुल प्रोग्राम भन्छ। यो प्रोग्राम भनेको तपाईँको बाँके जिल्लाको 20वटा स्कुलमा चाहिँ हामीले टार्गेट गरेर नै गरिरहेको छौँ। त्यसबाहेकका विद्यालयमा पनि हाम्रो कार्यक्रमहरू सञ्चालन भइरहेको छ। यो भनेको 8 वर्षदेखि 13 वर्षको उमेर समूहको बालबालिकाहरूलाई फुटबल खेल्न सिकाउने, उहाँहरूलाई फुटबलको माध्यमबाट उहाँहरूको शारीरिक मानसिक तन्दुरुस्त बनाएर एउटा असल र प्रतिभाशाली विद्यार्थी खेलाडी उत्पादन गर्ने हाम्रो उद्देश्य हो। यस कार्यक्रममा यो ग्रिन पिस स्कुलले आफ्ना विद्यार्थी भाइ बहिनीहरूलाई सहभागिता जनाइदिनु भएर जुन बाँके फुटबल सङ्घलाई सहयोग गर्नुभयो, यसको लागि बाँके जिल्ला फुटबल सङ्घ, यो स्कुलप्रति र स्कुलका विद्यार्थी भाइ बहिनीप्रति हार्दिक आभार प्रकट गर्दछौँ। महिला फुटबल समितिका अध्यक्ष आदरणीय नितु चन्द्र शाहज्यू, जस्तै राष्ट्रिय खेलकुद परिषदका